탑제 투제 샤게 리소촌 현계미도 뇌제 본성바 세계 lumbu 따블 집에 샤제 잡을 샤라 샤살 윤대 군시 수제에 된 보시 라바 참에 내라 구제베 오메 자제 창원 남주 내된도 와진라 샤살 주다 린지 개베 이셰가 시자든지 공바 대상이 도자 이셰 율라 포제 보가르도제 창라 샤살 अंत आज यहाँ शंबाला जिन्सो संघ द्वारा आयोजित युनिको कार्यक्रममा उपस्थित गुरुवर्गजन त्यसै गरी श्रद्धालु उपासक उपासिका सम्पूर्णलाई यस शंबाला जिन्सो संघको तर्फबाट र व्यक्तिगत मेरो तर्फबाट सम्पूर्णलाई स्वागतको साथ अनि नमस्कार टस्टेले भन्न चाहन्छु। अन्त आज यहाँनिर शुभारम्भ भइरहेको छ 8 युनेको र युनेको अनि क्रममा अनि अब 8 दिन जस्तो अब हाम्रो नेने र अनि मन उपासक उपवास चाहिँ अब 8 दिन जस्तो नबोल्ने दिन भनौँ अब बोल्ने दिन र अब नबोल्ने दिन गरेर अब जम्मा 16 दिन यस्तो रहेको छ। अनि बोल्ने दिनमा चाहिँ अनि धर्म परिचयको अनि केही समय पनि छ। अनि त्यसमा चाहिँ अनि क्रमबद्धसँगले एक दुई शब्द आफूले जति जानेको गुरुहरूबाट जति आफूले सिकेको छु त्यो तपाईहरुलाई बाँड्ने प्रयास गर्नेछु र अनि अहिले थोरै समय लिएर सामान्य एक दुई शब्द भन्नेछु। अनि भोलिको समयमा चाहिँ अनि युनिकै विषय लिएर अष्टशीलहरूको विषयमा लिएर चाहिँ भोलि चर्चा गर्नेछु। र आज चाहिँ अनि तपाईहरुलाई अब सर्वप्रथम चाहिँ के भन्नेछु भन्दाखेरि अनि सर्वप्रथम त्याग गर्नुपर्छ भन्छ हैन हामी। शाक्यमुनि गौतम बुद्धले पनि आफ्नो घर परिवार राजदरबार सम्पूर्ण त्यागेर वनवास जानुभएको थियो नि त हैन। त्यसकारणले सर्वप्रथम अलिकति त्यागको कुरा गर्नेछु। दोस्रो चाहिँ अनि शरीर र वचन भनौँ त्रिद्वारको कुरा गर्नेछु। अनि तेस्रो चाहिँ पञ्चशीलको कुरा गर्नेछु। चौथो चाहिँ हामी बौद्धहरूको उद्देश्य के हो भन्ने कुरा गर्नेछु। अनि पाँचौं चाहिँ अनि हामी बौद्धहरूले अनि के अभ्यास गर्ने भन्ने कुराहरूलाई चाहिँ 5 वर्गमा बाँडेर अनि तपाईहरुलाई म सामु राख्ने गइरहेको छु। सर्वप्रथम अनि तपाईहरुले आफ्नो घर परिवार छोडेर त्यो पनि कुनै सांसारिक लाभको लागि नभइकिन एउटा धर्मको लागि आफ्नो घर परिवार छोडेर यहाँसम्म आउनु नै तपाईहरुले एउटा त्यागको अभ्यास चाहिँ सुरुवात गरिसक्नु भएको छ हैन त। अनि त्यसको लागि म स्वयं पनि तपाईहरुप्रति प्रसन्नता छु, आभारी छु हैन। तपाईहरुले अब जस्तै भगवान यदुन छोगरले मिरी गुम्बामा युने छागे हुँदैछ भन्ने सुन्ने खबर पाउने बित्तिकै ओ म पनि अब युने बस्न जान्छु भनेर जब तपाईको मनमा आयो नि त्यति बेला नै तपाईको एउटा त्याग भन्ने चाहिँ मनमा उत्पन्न भइसकेको जागिसकेको छ हैन त। त्याग चाहिँ किन महत्त्वपूर्ण रहेको छ भन्दाखेरि सबै दुःखहरूलाई हटाउनु छ भने हामीले पहिला अभ्यास गर्ने भनेको नि त्याग हो। हामीले किन त्याग गर्नुपर्छ भन्दाखेरि अहिले हामीलाई छ नि नचाहिने वस्तुहरू चाहिँ धेरै छ अरे क्या। चाहिने चाहिँ कम्ती छ अरे, नचाहिने चाहिँ धेरै छ अरे। अब नचाहिने वस्तुहरू अब धेरै भएको कारणले अब तिनीहरूलाई चाहिँ हटाउनु पर्यो अरे। त्यसलाई नै अनि त्याग भन्यो। त्याग्नु भनेको चाहिँ आफूलाई नचाहिने वस्तुहरू आफूमा नै धेरै छ
त्यो चाहिँ हटाउनुलाई नै त्याग भनेर चाहिँ बुझ्नु पर्यो। जुन हामीलाई नचाहिने चाहिँ के छ त भन्दाखेरि जुन हामीलाई क्लेशहरू भनौँ, रिस हामीलाई चाहिँदैन अरे, तर पनि कोही बेला झनक झनक रिस उठेर आउँछ। हामीलाई लोभ चाहिँदैन अरे, तर पनि कुनै पनि आकर्षित वस्तुहरू, सुन्दरता वस्तुहरू देख्दाखेरि, मूल्यवान वस्तुहरू देख्दाखेरि मनमा लोभ उत्पन्न भइहाल्छ अरे। त्यसै गरी हामीहरूलाई अहङ्कार पनि चाहिएको छैन अरे, तर आफूमा अलिकति ज्ञान भएको, नत्र आफूमा रूप भएको वा आफूमा कुनै धन सम्पत्ति भएको आफूले महसुस गर्दाखेरि त्यति बेला अन्तर्मनबाट फेरि अनि के हो अहङ्कार भनौँ, घमण्डहरू फेरि उत्पन्न भइहाल्छ अरे। त्यो पनि चाहिएको छैन अरे। त्यसै गरी अनि आफ्नो छरछिमेकदेखि लिएर अन्य कसैकोमा अनि विशेष धन सम्पत्तिहरू होस्, ज्ञान गुणहरू छ भने त्यसप्रति हामीलाई ईर्ष्या, डाह फेरि उत्पन्न भएर आइहाल्छ अरे। इत्यादिहरूलाई चाहिँ हामीहरूले क्लेश भनौँ, नराम्रो विचार भन्नु पर्यो। अनि यिनीहरू चाहिँ हामीलाई चाहिएकै छैन अरे, तर पनि हामीमा छ, त्यो चाहिँ प्रशस्तै छ। रिस पनि छ, लोभ पनि छ, अहङ्कार पनि छ, ईर्ष्या पनि छ, इत्यादि नचाहिने चिजहरू थुप्रो छ अरे। अनि त्यति मात्र नभएर हामीहरू त्यस्तै नराम्रो विचारको कारणले गर्दाखेरि अनि शरीरले पनि नराम्रो कर्महरू धेरै गर्छौँ अरे। क्या नचाहिने कामहरू धेरै गर्छौँ अरे शरीरले पनि, अनि नचाहिने शब्दहरू धेरै बोल्छौँ अरे। क्या हामीहरू जुन नराम्रो विचारले हामीलाई उत्तेजित बनाएर अनि हामीहरू नराम्रो वचन बोल्ने अनि शरीरबाट नराम्रो कर्महरू गर्छौँ अरे। यो कुकर्महरू, यो नराम्रो कर्म पनि हामीलाई चाहिएकै छैन अरे, तर पनि हामीहरूले दिनदिनै नराम्रो कर्महरू पनि कमाइरहेछौँ। अनि यति मात्र नभएर त्यस्तै अब नराम्रो विचार, नराम्रो कर्म अनि त्यसको परिणाम स्वरूप हामीले अनेकौँ समस्या भोग्नुपर्ने, अनेकौँ दुःखहरू भोग्नुपर्ने, अनेकौँ पीडाहरू भोग्न परिरहेछ अरे। अनि हामीलाई दुःख पीडाहरू पनि चाहिएकै छैन अरे, होइन। हामीलाई नराम्रो विचार, रिस रागहरू पनि चाहिएन, हामीलाई कुकर्महरू पनि चाहिएन, हामीलाई त्यसबाट उत्पन्न भएको दुःख पीडा पनि चाहिएन, तर पनि हामीमा छ। हो, यो नचाहिने चिजहरूलाई चाहिँ हामीले छोड्नु पर्यो अरे। यो छोड्नुलाई नै त्याग गरेको। अब एक्कासी त छोड्न सकिँदैन, अनि त्यसलाई अब क्रमबद्धसँगले अनि अलि 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 गर्दै छोड्नु पर्यो। त्यसलाई नै अब त्यागको अभ्यास भनेर चाहिँ भनिन्छ, होइन। अब हामीले जुन चिज हामीलाई चाहिने अरे त्यो चाहिँ फेरि अलिकति थोरै कम्ती मात्र छ अरे। क्या हामीलाई चाहिने चाहिँ एकदम माया दया चाहिन्छ अरे नि त, मैत्री करुणाहरू चाहिन्थ्यो अरे नि त हामीलाई, त्यो चाहिँ अलिकति क्या अलिकति थोरै मात्र छ अरे। अनि त्यो मैत्री करुणालाई चाहिँ अब आफ्नो मनमा एउटा मैत्री करुणाको महासागर जस्तो बनाउनु पर्यो अरे। क्या समुद्र सागर चाहिँ आफ्नो मनमा मैत्री करुणा चाहिँ जगाउनु पर्यो अरे। अनि त्यसै गरी बुद्धले अनेकौँ सत्यहरूको धर्मदेशना गर्नुभएको छ, विशेष गरी 4 आदेश सत्यको धर्मदेशनाहरू गर्नुभएको छ। त्यस अब 4 आदेश सत्यहरू जान्ने हामीलाई ज्ञान पनि छैन अरे। त्यो ज्ञानहरू पनि अब हामीले जगाउनु पर्छ अरे। अनि हामीले सत्कर्म र कुकर्म मध्येमा अब सत्कर्म चाहिँ कमी छ अरे, त्यसलाई सत्कर्मलाई पनि अब बेसी बनाउनु पर्छ अरे। अनि हाम्रो मनमा शान्तिहरू पनि कमी छ अरे। अब यो हाम्रो मनभित्र शान्ति पनि त्यसलाई विकसित गर्नु पर्यो, वृद्धि गर्नुपर्छ अरे। हो, जुन चिज हामीलाई हुनुपर्ने त्यो चाहिँ थोरै मात्र छ अरे, होइन। अब यसलाई नै हामीले विकसित गर्नु पर्यो, होइन, वृद्धि गर्नु पर्यो, फैलाउनु पर्यो। अब त्यस्तो राम्रो चिजहरूलाई फैलाउनु, वृद्धि गर्नुलाई नै अब साधना भनियो, होइन। अनि जुन हामीले त्याग गर्छौँ, नचाहिने चिजहरू हटाउने अभ्यास गर्छौँ, जुन हामीलाई चाहिने चिजहरूलाई चाहिँ अब विकसित गर्दै, वृद्धि गर्दै, फैलाउँदै जान्छौँ, साधना गर्दै जान्छौँ,
यसलाई नै धर्म भनेर भनियो। जुन नचाहिने चिजहरूलाई हटाउने, त्याग गर्ने, अनि जुन चिज आफूलाई चाहिएको छ त्यसलाई चाहिँ जगाउने, विकसित गर्नेहरूलाई नै हामीले अब धर्म भनेर बुझ्नु पर्यो। अनि त्यसलाई नै धर्म अभ्यास भनेर चाहिँ बुझ्न पर्यो। अनि त्यागको विषयमा यति नै। र अब हामीले धेरै सोच्नु पर्दैन। सरल रूपमा भन्दाखेरि अब शरीर छ, हामीलाई एउटा वचन छ, एउटा मन छ, यो हामी सबैले जान्दछौँ नि त। शरीर छ नि त हामीलाई, अनि जुन मैले बोलिरहेको छु यो मेरो वचन हो, अनि तपाईँहरू पनि बोल्नुहुन्छ, तपाईँहरूसँग पनि वचन छ, अनि मन पनि छ। यसलाई नै हामीहरूले त्रिद्वार, 3 द्वार भन्छौँ, या ढोका अरे क्या, 3टा ढोका छ अरे हामीमा। यो 3टा ढोकाबाट चाहिँ कोही बेला राम्रो चिज पनि बाहिर आउँछ अरे। यो 3टा ढोकाबाट कहिले नराम्रो चिज पनि बाहिर आउँछ अरे। त्यस कारणले शरीर, वचन, मनलाई नै द्वार भनौँ, ढोका भनेर भनियो। जस्तै कि अब तपाईँहरू हामीहरूले देखेको सुनेको हैन, अब यो एक किसिममा संसारमा अब घर गृहस्थी भएको कारणले विवाह गर्यो, विवाह गरेपछि त अब श्रीमान श्रीमती हुने भयो। अब कोही बेला श्रीमान श्रीमती झगडा गरिरहेको तपाईँहरूले देख्नु भएको होला नि त, सुन्नु भएको होला हैन। त्यो झगडा चाहिँ केले भएको छ त? शरीर वचनले गर्दा नै झगडा भइरहेछ नि त। उसलाई त्यो मनले गर्दा नै झगडा भइरहेछ नि त। एक आपसमा मनमुटाव, एक आपसमा मन नमिल्ने हैन। एउटाले यसो गर्नुपर्छ भन्दाखेरि अर्कोले यसो गर्नु हुँदैन भन्ने खालको अब एक आपसमा अब विचार नमिल्ने हैन। त्यस कारणले अनि वचनले पनि नराम्रो वचन बोलिरहेको छ हैन। अनि शरीरले पनि कि पिट्ने, कुटपिट गर्ने, कि अब भनौँ नराम्रो व्यवहारहरू गरिरहेछ नि त हैन। श्रीमान श्रीमती प्रति पनि एउटा झै झगडाहरू हुँदा पनि केले गर्दा भइरहेछ भन्दाखेरि हाम्रो शरीर, वचन, मनले गर्दा नै भइरहेछ। त्यसै गरी श्रीमान श्रीमती एक आपसमा मिलिराख्ने हैन, एकसाथ मिलिजुलेर आफ्नो जीवन अघि बढाउने पनि छ। यो पनि केले भयो? श्रीमान श्रीमती झगडा पनि शरीर, वचन, मनबाट नै भयो। मिलमिलाप पनि शरीर, वचन, मनबाट नै भयो हैन त। अनि त्यसै गरी यसैमा अभिभावक भनौँ आमा बुवा, र त्यसै गरी सन्तान भनौँ छोराछोरी। अब अभिभावक र सन्तान प्रति पनि अब कोही बेला झैझगडा भएको पनि देख्छौँ। त्यो पनि केले भयो? शरीर, वचन, मनबाटै, मन कारणले भयो। फेरि मिलमिलाप गरेर आमा बुवा र छोराछोरी एकदमै मिलमिलाप, आमा बुवाले पनि आफ्नो छोराछोरीप्रति एकदम माया, दया, कर्तव्य एउटा को पालना गरिरहेको, र छोराछोरीहरूले पनि आफ्नो आमा बुवालाई आदर सम्मान अनि आमा बुवाको वचनहरू, आज्ञाहरू पालना गरिराख्ने, यस्तो मिलमिलाप पनि हामीले देख्न पाउँछौँ। यो पनि शरीर, वचन, मनबाटै नै भइरहेको छ। अनि त्यसै गरी गाउँघरमा दाजुभाइको झगडा हुन्छ, अंश बन्डको लागि झगडा हुन्छ, जग्गा जमिनको लागि झगडा हुन्छ। त्यो पनि के को? शरीर, वचन, मनले गर्दा नै भइरहेछ। फेरि दाजुभाइ एक आपसमा मिल्दो जुल्दो होइन, जति दुःख परे पनि सम्पूर्ण चिज दाइले पनि भाइलाई दिन तयारी, भाइले पनि दाइलाई परेको दुःखमा जति सक्दो सहयोग गर्न तयारी, यस्तो पनि छ नि त। यो पनि शरीर, वचन, मनको कारणले पनि भइरहेछ नि त। त्यसै गरी दिदी बहिनी बिचको झैझगडा भनौँ, मिलमिलाप। त्यसै गरी छर छिमेकमा अब होइन, अब गाउँघरतिर अब छर छिमेक हुन्छ नि त। अब अझै झन् बजारतिर भने त अब एउटै ठुलो बिल्डिङमा बसिरहेको हुन्छ होइन। गाउँघरमा भयो अब अलिक टाढो टाढो भए पनि छर छिमेक हुन्छ। अब छर छिमेक कोही बेला मिलमिलाप पनि भइरहेको हुन्छ, झैझगडा पनि भइरहेछ। त्यो पनि केले भइरहेछ? शरीर, वचन, मनले नै भइरहेछ। त्यसै गरी जनजातिमा एउटा विवाद चलिराख्ने होइन, ठुलो जाति, सानो जातिले भनेर एक आपसमा लडाइँ गर्ने पनि छ, र मिलमिलाप भएर बस्ने पनि छ हैन।
त्यो पनि शरीर वचनबाट नै भइरहेछ। त्यसै गरी धर्म सम्प्रदाय होइन, यो चाहिँ हाम्रो धर्म सम्प्रदायभित्र पर्ने रहेछ, यो चाहिँ हाम्रो धर्म सम्प्रदायभित्र नपर्ने रहेछ भने एक आपसमा फेरि धर्म हामी चाहिँ बौद्ध हौँ, उनीहरू चाहिँ बौद्ध होइन रहेछ भन्ने यस्तो कारणले पनि अनि विवाद पनि भइरहेछ धर्म सम्प्रदाय एक आपसमा, अनि मिलमिलाप पनि गर्नेछ इत्यादि। भनौँ एक राष्ट्र र अर्को राष्ट्रसम्म मिलमिलापदेखि लिएर झैझगडाहरू यी सम्पूर्ण चिजहरू शरीर वचन मनबाट नै भइरहेको छ। त्यस कारणले यो शरीर वचनबाट राम्रो पनि हुन सक्छ, नराम्रो पनि हुन सक्छ। त्यस कारणले शरीर वचनलाई नै द्वार ढोका भनेर चाहिँ बुझ्नु पर्यो होइन। अनि एक किसिममा हामीलाई धन चाहिन्छ कि चाहिँदैन, मान सम्मान चाहिन्छ कि चाहिँदैन, हामीलाई नाम चाहिन्छ कि चाहिँदैन, सबैले मलाई प्रशंसा गरोस् भन्ने कतिको इच्छा हुन्छ नि त, नामहरू होइन, सबैले मलाई चिनोस् होइन भन्ने पनि इच्छा हुन्छ, नाम पनि चाहिन्छ। अब इच्छा राख्ने हुन्छ नामको पनि इच्छा। हामीलाई धन होइन, धन सम्पत्ति, मान सम्मान, अनि त्यसै गरी प्रशंसा, नामहरू पनि चाहिन्छ कि चाहिँदैन भन्दाखेरि त्यो चाहिन्छ भन्नु गलत भएको छैन। मलाई धन चाहिन्छ, मलाई मान सम्मान चाहिन्छ, मलाई नाम चाहिन्छ भन्नु त्यो गल्ती त्यहाँ भएको छैन। गल्ती चाहिँ कहाँ भएको छ भन्दाखेरि मेरो शरीर वचन मनले चाहिँ के गरिरहेको छ, अहिलेसम्म चाहिँ के गरिरहेछ, यसप्रति चाहिँ विचार नगर्नु होइन, अनि आफ्नो शरीर वचन मनलाई चाहिँ छाडा छोड्नु गल्ती चाहिँ यहाँ भइरहेछ होइन। आफ्नो शरीर वचन मनलाई चाहिँ सम्हालेर होइन, यसलाई छाडा नछोडिकन सम्हालिरहेको छ भने धन जति कमाए पनि झनै राम्रो होइन, मान सम्मान जति कमाए पनि झनै राम्रो, नाम जति कमाए झनै राम्रो। यदि शरीर वचन मनलाई चाहिँ सम्हाल्नु सकेको छैन भने, उसले शरीर वचन मनबाट चाहिँ राम्रो व्यवहार गर्न सकेको छैन भने उसलाई धन जति भयो उसलाई त्यति नै ठुलो समस्या, उसलाई मान सम्मान जति भयो उसलाई त्यति नै ठुलो समस्या, उसलाई नाम जति ठुलो भयो उसलाई त्यति नै ठुलो समस्या आउँछ। मतलब धन र धन सम्पत्ति, मान सम्मान, यो नाम चाहिँ हामीलाई सुख हुनु दुःख हुनुको मूल कारण होइन। सुख र दुःखको हुनु मूल कारण चाहिँ आफ्नै शरीर वचन मनले चाहिँ के गरिरहेछ होइन। शरीर वचनको कारणले नै आफूले सुख पनि पाउन सक्छौँ, शरीर वचनको कारणले नै आफूले दुःख पनि भोग्न पर्ने हुन्छ होइन। यस कारणले हामीले आफ्नो शरीर वचन मनले चाहिँ के राम्रो गर्दैछ कि नराम्रो गर्दैछ यो चाहिँ हामीले केलाएर हेर्नु पर्यो। अनि गौतम बुद्धले पनि आफ्नो शरीर वचन मनलाई नै शुद्धिकरण गर्नु अरे, अलिक शुद्ध चोखो बनाउँदै जानु अरे होइन भन्नुभएको छ। त्यसका लागि नै अनि गौतम बुद्धले धेरै उपदेश दिनुभएको छ। त्यसमा मूल चाहिँ नि पञ्चशील होइन। सामान्य अब घर गृहस्थी होस् या लामाहरू ब्रह्मचारी होस्, सम्पूर्णको लागि सामान्य रूपमा आफ्नो शरीर वचनलाई चाहिँ शुद्ध बनाउनुको लागि चाहिँ अभ्यास के गर्नु भन्दाखेरि पञ्चशीलको पालना गर्नु, 5वटा शीलको चाहिँ पालना गर्नु भन्नुभएको छ है। शरीरबाट हुने हत्याहरू नगर्नु अरे एउटा शील भयो होइन। दोस्रो चाहिँ शरीरबाट हुने कुकर्म चाहिँ चोरी नगर्नु अरे। तेस्रो चाहिँ शरीरबाट हुने कुकर्म अनि व्याभिचार भनौँ, पर स्त्रीसँग नराम्रो दुर्व्यवहार, पर पुरुषसँग नराम्रो दुर्व्यवहार, यसलाई व्याभिचार भन्यो। यस्तो व्याभिचार नगर्नु अरे। शरीरबाट हुने यो 3 कुकर्म नगर्नु। त्यसै गरी वचनबाट हुने अब कठोर वचन बोल्ने, अरूलाई चुक्ली लगाउने इत्यादि थुप्रो छ। त्यसमध्ये पनि अनि बुद्धले त्यति चौथो चाहिँ वचनबाट हुने कुकर्म भने झुटो नबोल्नु अरे। अरूलाई छल कपट गरेर अरूलाई सताउनको लागि झुटो नबोल्नु अरे होइन। अरूलाई दुःख पीडाहरू आफ्नो स्वार्थ पूर्तिको लागि अरूलाई छल कपट गर्नको लागि झुटो नबोल्नु अरे। यो चौथो भयो यो वचन। अनि एउटा चाहिँ गौतम बुद्धले धेरै नै प्राथमिक दिएर बताउनु भएको छ, विनय सूत्रतिर होइन, कन्जुरतिर थुप्रो बताउनु भएको छ। त्यो चाहिँ के भन्दाखेरि
मद्यपान सेवन नगर्नु होइन, मदिराहरू, जाँड रक्सीहरू जुन हामीलाई सेवन गर्नाले आफ्नो मस्तिष्क, आफ्नो विचारलाई दुर्बल बनाउँछ अरे होइन। जस्तै हामी त्यो त अब देखिरहेको कुरा हो नि। एकजना मान्छे जाँड नखाएको बेलमा एकदम ठिक छ, कुरा पनि राम्रो गर्छ, ढङ्गकै कुरा गर्छ, सही कुरा गर्छ, तर फेरि मान्छे अब त्यही मान्छे नै अब जाँड खाँदै गयो, त्यहाँबाट तात्तिँदै गयो, त्यहाँबाट उसले बोल्न पनि बेग्लै बोल्न थाल्छ अब होइन। उसको भाषा पनि बेग्लै हुन थाल्छ, उसको व्यवहार पनि बेग्लै हुन थाल्छ। किन त भन्दाखेरि पहिला त मान्छे ठिकै थियो त, अहिले त बेग्लै हुन थाल्यो भन्दाखेरि उसले होस अब उसको रहेन अरे क्या, उसको होस हुन्छ नि। अब मैले यस्तो बोल्नुपर्ने, मैले यस्तो गर्नुपर्ने, यस्तो गर्नु नहुने, त्यो अब उसलाई त्यो मानसिक क्षमता छ नि, जुन सोच्ने छ नि, त्यो अब उसलाई उसको हातमा रहेन अरे क्या। अनि मनमा जे आयो, नराम्रो आए पनि नराम्रो भन्छ, राम्रो आए पनि राम्रो भन्छ होइन। त्यसले गर्दाखेरि समस्याहरू धेरै आउँछ। आफूलाई व्यक्तिगतलाई मात्र नभएर आफ्नो घर परिवारलाई समस्या धेरै आउँछ। अनि आफ्नो छर छिमेकमा पनि धेरै समस्याहरू उत्पन्न हुन्छ आफू बेहोसमा भएको कारणले। त्यो बेहोसमा कसरी भयो भन्दाखेरि उसले मदिरापान सेवन गरेर होइन। अचेल अनि जस्तै ट्याब्लेटहरू खाने, ड्रग्सहरू लिने, सुईहरू लगाउने इत्यादि थुप्रो रहेको छ। अब लत परेपछि धेरै नै दयनीय अवस्था हुँदो रहेछ, धेरै माया लाग्दो अवस्था हुँदो रहेछ। जस्तै हामी फिल्मतिर, मुभीतिरहरू अब त्यस्तो ड्रग्सहरू खाने मान्छेहरूले हुन्छ नि, उहाँहरूको दुःख, कष्ट, पीडाहरू देख्दाखेरि अति नै दयनीय, अति नै माया लाग्दो हुँदो रहेछ। त्यस कारणले पहिला नै नखानु होइन, खाएपछि त्यसलाई अनि छोड्ने प्रयास गर्नु। त्यस कारणले मद्यपान सेवन नगर्नु भनेर चाहिँ यो पाँचौँ अनि सिल चाहिँ धेरै नै बुद्धले महत्त्वपूर्ण दिएर बताउनु भएको छ। यसलाई नै पञ्चशील अरे। हाम्रो समाजमा, आफ्नो एउटा परिवारमा गण्डगोल भइरहेको छ, मिलमिलाप छैन, झैझगडा भइरहेछ भने यो पञ्चशील त्यस घर परिवारको सदस्यले राम्ररी सिल पालना गरेको छैन अरे। एउटा समाजमा अशान्ति छ भने त्यहाँनिर सधैँ झैझगडा हुने, अनेकौँ विवादहरू आइराख्ने, त्यहाँ अशान्ति छ भने त्यस समाजका सदस्यहरूले पञ्चशीलको राम्ररी पालना गरेको छैन अरे। यदि जुन समाजमा पञ्चशीलको शिल राम्ररी पालना गरेको छ भने त्यस समाजमा शान्ति, मिलमिलाप हुन्छ अरे। त्यस कारणले आफ्नो लागि, आफ्नो घर परिवारको लागि, आफ्नो समाजको लागि, आफ्नो राष्ट्रको लागि, विश्व जगतको लागि होइन, शान्तिको लागि अनि हामीहरूले चाहिँ पञ्चशील पालना गर्नुपर्छ चाहिँ भनेर बुद्धले यसरी बताउनु भएको छ। यस गर्नाले आफ्नो शरीर, वचन, मन पनि शुद्ध हुँदै जाने हो। अनि अघि बताए चाहिँ अनि अन्य प्राणीहरूलाई, जगतहरूलाई पनि लाभ हुने हो। अब हामी बौद्ध हौँ नि त, अब हामी बौद्धहरू भए कारणले अनि हाम्रो उद्देश्य चाहिँ कस्तो हुनुपर्छ भन्दाखेरि विशेष गरी हामी बौद्धहरूले सधैँ हामीले प्रार्थना गरिरहेको तपाईँहरूलाई कण्ठस्थै छ, झाँजु सेम्चो रिम्बुर्छे माके पनम के गिर्चिक केवा न्याम्पा मेभायो घुउने घुँदो फेवर्स्यो भन्ने यो 4 लाइन छ। यसले चाहिँ हामी बौद्धहरूको उद्देश्य के हो भनेर स्पष्टसँग दर्शाएको छ। हामीहरू बौद्धहरूको उद्देश्य के हो भन्दाखेरि बोधिचित्त आफ्नो मनमा उत्पन्न भएको छैन भने उत्पन्न गराउनु यो हाम्रो उद्देश्य हो अरे। अब त्यसो भए बोधिचित्त भनेको के हो भन्दाखेरि सबै प्राणीलाई समानताले हेर्ने। कसरी भन्दाखेरि जस्तै अघि हामीले पढ्दाखेरि आएको छ राङ्गी लुइला पेलोङला सेन्ला न्योपा माझेचिक भन्ने अघि भर्खर पूजामा हामीले पढेको छौँ। आफ्नो शरीरलाई उदाहरण लिएर अन्य प्राणीलाई हिंसा नगर, पीडा नदेऊ भन्ने त्यो शब्दको अर्थ चाहिँ यस्तो रहेको छ। आफ्नो शरीरमा अन्य कुनै पनि मनुष्यले होस् या जीवजन्तुले हामीलाई दुःख दियो भने आफूलाई पीडा हुन्छ नि त होइन। त्यसै गरी
हामीहरूले पनि अन्य प्राणीहरूलाई दुःख हानि पुर्यायौँ भने उनीहरूलाई पनि दुःख पीडा हुन्छ अरे। मतलब हामीहरूले पनि आफू स्वयंले पनि अन्तर्मनदेखि नै सुख चाहिरहेको छ अरे। अन्तर्मनदेखि नै दुःखको तिरस्कार दुःख चाहिएको छैन भनिरहेछ अरे। यो हामीले कुनै स्कुल गएर सिकेको होइन क्या। मलाई दुःख चाहिँदैन भन्ने छ नि, मन रहेछ नि, यो हामीले स्कुल गएर सिकेको होइन। मलाई सुख चाहिन्छ भन्ने यो विचार छ नि, यो जगाउनुको लागि हामी स्कुल गएर सिकेको होइन। यो हाम्रो जन्मजातै। अनि सबै हामी मात्र नभएर, मनुष्य मात्र नभएर, अनि अन्य पशु पन्छीहरू पनि उनीहरूको जन्मजातै मलाई सुख चाहिँदैन भन्ने चाहिँ हुँदैन अरे। मलाई सुख चाहिन्छ, दुःख चाहिँदैन भन्ने चाहिँ भावना चाहिँ एउटै छ अरे क्या। त्यस कारणले सबै बुद्धले सबै प्राणी चाहिँ समानता हो भनेको भन्नुहुन्छ क्या। समानता, ठुलो जात, सानो जात, स्त्री पुरुष, होइन, धनवान होस् या निर्धन होस्, रूपवान होस् वा कुरूप होस्, त्यसमा केही फरक छैन अरे। समानता के छ भन्दाखेरि सबैले दुःख चाहेको छैन, सुख चाहेको छ अरे। त्यस कारणले सबै प्राणी समानता हुन्। सबैले सुख पाउने अधिकार हुनुपर्छ, सबैलाई दुःख निवारण गर्ने अधिकार हुनपर्छ, बुद्धले यस्तो भन्नुहुन्छ। त्यस कारणले सर्वप्रथम सर्व प्राणी चाहिँ समानता हो, आफू जस्तै दुःख नचाहने सुख चाहने हो भनेर चाहिँ हामीले बुझ्नुपर्छ भन्नुहुन्छ। अनि त्यस पश्चात अनि हामीले अनि आफ्नो मात्र सुख चाहने मन नभएर अनि अन्य प्राणीहरूलाई पनि म सहयोग गर्छु, मद्दत गर्छु भन्ने विचारलाई नै अनि यति बेला हामीले बोधिचित्त भनेर सामान्य रूपमा हामीले बुझ्न सक्छौँ, होइन। आफू मात्र सुख चाहिन्छ भन्यो भने त्यो स्वार्थी भयो नि त। अरूलाई चाहिँ जेसुकै होस् मलाई मात्र सुख चाहिन्छ भन्यो भने सोच्दाखेरि भने त्यो धेरै स्वार्थ भयो अरे क्या। त्यस्तो स्वार्थ भावनालाई छोडेर अनि परहितको विचार, होइन, अन्य प्राणीलाई पनि म सुख दिलाउँछु, अन्य प्राणीलाई पनि म सहयोग गर्छु, होइन। आफ्नो स्वार्थको लागि म मात्र काम गर्दिनँ। मेरो आफ्नो क्षमता, मेरो जुन आफूमा भएको ज्ञान कला सिपहरू छ यसलाई चाहिँ म आफ्नो स्वार्थी पूर्तिको लागि मात्र प्रयोग गर्दिनँ, अन्य प्राणीहरूको लागि पनि म यो सदुपयोग गर्नेछु भन्ने जुन एउटा उपकारको भावना छ नि, सहयोगको भावना छ नि, यसलाई नै बोधिचित्त भनेर अहिले तपाईँहरूले बुझ्न सक्नुहुनेछ। अनि यो विचारहरू अहिले अन्तर्मनमा जागेको छैन भने अन्तर्मनमा जगाउँछु भनेर चाहिँ सोच्नुपर्छ अरे। यो हाम्रो पहिला उद्देश्य भयो। दोस्रो उद्देश्य चाहिँ हाम्रो मनमा त्यस्तो परहित उपकारको भावना जागिसकेको छ भने चाहिँ अब यो विचारलाई चाहिँ मर्न दिनु हुँदैन अरे। यो विचारलाई चाहिँ अब कमी हुन दिनु भएन अरे क्या। के भने केवा न्याम्ब मेबाया, अब यसलाई चाहिँ नाश हुनु दिनु भएन अरे क्या। त्यो विचारलाई चाहिँ नाश हुनु दिनु भएन। त्यो अब जुन सद्भाव उपकारको भावना आएको छ त्यसलाई अब म नाश गराउँदिनँ, निरन्तर रूपमा म यसलाई सम्हालेर राख्छु, संरक्षण गर्छु भन्ने चाहिँ दोस्रो अरे। तेस्रो चाहिँ अनि त्यस्तो उपकारको भावनालाई चाहिँ अब म अझ 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 विकसित गर्नेछु, होइन, त्यसलाई विकास गर्नेछु, अझ म फैल्याउने छु, होइन। बुद्ध चाहिँ अनि म त्यस्तो उपकारको भावना म जगाउने छु। फपचे ऋषिको जुन तरिकाको प्राणी हित चिताउने जुन उहाँको विचार भावना छ मेरो मनमा पनि त्यस्तै बोधिचित्त माया दयाहरू जगाउँछु, फैल्याउँछु भन्नु चाहिँ अब सोच्ने यो तेस्रो उद्देश्य अरे क्या। त्यस कारण हाम्रो बौद्धहरूको उद्देश्य भनेको चाहिँ अरूलाई सहयोग गर्ने उपकारको भावना मनमा जागेको छैन भने जगाउँछु भन्ने यो पहिला उद्देश्य हुनुपर्छ। दोस्रो चाहिँ यो जागिसकेको छ भने त्यसलाई अब नाश हुन दिदिन्न, संरक्षण गर्छु भन्ने उद्देश्य हो दोस्रो। अब तेस्रो चाहिँ अब त्यसलाई अब संरक्षण मात्र नगरेर त्यसलाई अब म विकास गर्दैछु, होइन। बुद्ध समान म मेरो मनमा त्यो जगाउनेछु, फपचे ऋषिको समान म मनमा जगाउँछु भन्ने चाहिँ हो हाम्रो तेस्रो उद्देश्य हो। अनि त्यस कारणले हाम्रो बौद्धहरूको उद्देश्य चाहिँ अनि अरूलाई सहयोगको भावना जगाउने, अरूलाई सहयोग गर्ने रहेको छ। अन्त अब अन्तिम अब यो पाँचौँ रहेको छ। अब हामी बौद्धहरूले चाहिँ अभ्यास के गर्ने भन्ने कुरा गर्दाखेरि हामीले अब के ध्यान गर्ने, के अभ्यास गर्ने भन्दाखेरि अब हाम्रो उद्देश्य के भयो भन्दाखेरि अघि माथि बताए चाहिँ
उपकारको भावनालाई जगाउने, सहयोगको भावनालाई जगाउने, अरूलाई सहयोग गर्ने हाम्रो उद्देश्य भएको कारणले अब अभ्यास पनि त्यसै गरी उपकार, अरूलाई सहयोग, त्यसको मूल जरा चाहिँ के हो भन्दाखेरि मैत्री, करुणा, माया, दया अरे नि त, हैन? माया दया जगायो भने त अरूलाई सहयोग गर्न मन आउने हो नि त। माया दया छ भने त अरूलाई सहयोग गर्न सकिन्छ नि त। धन हुँदैमा गरिबलाई सहयोग गर्न सकिँदैन नि त। धन पनि छ अब उसमा, अनि माया दयाको मन पनि छ भने पो अनि आफ्नो धन चाहिँ गरिबीहरूको लागि सहयोग गर्न सक्छ नि त, हैन? धन त छ तर माया दयाको मन छैन भने त उसले त्यो धनको चाहिँ अब त्यो माया दयाको सहयोगको लागि त्यो प्रयोग गर्न सक्दैन। माग्न आयो, दुःखहरू पोख्न आए पनि उसलाई जाउ जाउ भनेर नै पठाउने हो नि त, हैन? त्यसकारणले अरूलाई सहयोगको भावनाको मूल जरा पनि मैत्री, करुणा हो। अरूलाई सहयोग गर्ने अनि मूल जरा पनि मैत्री, करुणा हो। अनि हामीहरूले अभ्यास चाहिँ के गर्नु पर्यो भन्दाखेरि मैत्री, करुणाको अभ्यास गर्नु पर्यो रे। माया दया, मैत्री भनेको चाहिँ अरूलाई राम्रो होस्, सुख होस्, अरूलाई म सुख प्रदान गर्नेछु, सुख दिलाउनेछु भन्ने जुन मनमा आउँछ नि त्यसलाई मैत्री हो। जस्तै एक आमाले आफ्नो छोरालाई राम्रो होस्, राम्ररी पढोस्, हैन, ऊ सुख होस्, उसको शान्ति होस्, जुन हाम्रो त्यो भावना आउँछ नि त्यसलाई मैत्री भनिन्छ। अनि करुणा भनेको चाहिँ जुन एउटी आमाले आफ्नो छोराछोरीहरू चाहिँ छोराछोरीलाई चाहिँ दुःख नहोस्, दुःख पीडामा छ भने पनि अब यो छिटो निको भएर जाओस्, हैन? उसको दुःखहरू जे जति छ म जति सक्दो उसलाई मद्दत गर्छु, उसको दुःख हटाउनुको लागि म सहायता गर्छु भन्ने जुन भावना छ नि यसलाई चाहिँ करुणा भन्यो। सुख होस्, राम्रो म गराउँछु, उनीहरूलाई मद्दत, यसो राम्रो हुनका लागि मद्दत गर्छु भन्ने विचार छ नि त्यसलाई चाहिँ मैत्री भनियो। करुणा भनेको चाहिँ उसलाई दुःख नहोस्, हैन, उसलाई पीडा नहोस्, म दुःखबाट उसलाई तरन्त गर्छु, मुक्त गराउँछु भन्ने विचारलाई चाहिँ करुणा भयो। अब त्यो मैत्री, करुणाहरूलाई चाहिँ हामीले अनि अभ्यास गर्ने अरे। हामी बौद्धहरूले अभ्यास के गर्ने भन्दाखेरि मैत्री, करुणाको अभ्यास गर्ने। हामीले झम निङ्जे भन्छौँ नि, झम्बा निङ्जेको हामीले के गर्नु पर्यो, अभ्यास गर्नुपर्छ अरे। अनि यो झम निङ्जे भनौँ मैत्री, करुणाको अभ्यासको लागि नै अनि हामी बौद्धहरूले अनि अनेकौँ बाटोहरू अपनाएको छ क्या त्यो अभ्यासको लागि। अनि यति बेला विशेष गरी महायानी, अब बौद्धहरूलाई थेरावाद, महायान, वज्रयान गरेर 3 भागमा बाँड्न सकिन्छ। अनि त्यसमध्येमा महायानी र विशेष गरी अनि वज्रयानको आधारमा चाहिँ अनि फापाचे ऋषिको ध्यान साधना गरेर अनि आफ्नो अन्तर्मनमा मैत्री, करुणाहरू जगाउनका लागि अभ्यास गरिन्छ। अनि त्यसै गरी आफ्नो मनमा मैत्री, करुणाहरूको अभ्यास गर्नको लागि, जगाउनुको लागि नै अहिले हामीले युनिको अनि व्रतहरू बस्न गइरहेको छौँ। अनि युनिको समयमा चाहिँ मूल चाहिँ अनि हामीले ध्यान गर्ने भनेको नि अनि फापाचे ऋषि भनौँ आर्य अवलोकितेश्वरको ध्यान साधना गर्ने हो। अनि आर्य अवलोकितेश्वरको पनि अब चेय ऋषिको पनि थुप्रो रूप छ। 4 हात भएको, चतुर्भुजा भनौँ, चतुर्भुज 4 हात भएको चेय ऋषि पनि हुनुहुन्छ। तर यति बेला युनिको समयमा चाहिँ 1000 हात भएको अनि होइन 1000 आँखा भएको अनि कति 11 अनि शिर भएको अनि फापाचे ऋषिलाई चाहिँ छक्तोङ चेन्तोङ भन्छ नि, फापाचे ऋषि उहाँहरूको चाहिँ अहिले हामीले ध्यान साधना गर्ने हो। अनि ध्यान त्यो गर्नुको मूल उद्देश्य भनेको चाहिँ अघि भनेको चाहिँ अन्तर्मनमा मैत्री, करुणाहरू जगाउने, बोधिचित्त जगाउने, त्यसको अभ्यासको लागि हो। अनि यति बेला हामीले फापाचे ऋषिको पनि अब हजारौँ हात भएको भनौँ छक्तोङ चेन्तोङ चेय ऋषिको पनि ध्यान साधना गर्ने अब बाटोहरू पनि थुप्रो छ। तर पनि यति बेला चाहिँ हामीले युनिको समयमा चाहिँ घेलोङमा पाल्मो भन्ने हुनुहुन्छ क्या। तपाईँहरूले सुन्नुभएको, तपाईँहरूले पहिलादेखि नै उहाँको जीवनी कथाहरू जानिसक्नु भएको छ, होइन त? उहाँहरूले चाहिँ जुन तरिकाले
फापचेरिसको ध्यान साधना गर्नुभएको थियो अनि त्यसै आधारमा चाहिँ अनि फापचेरिसीको चाहिँ अभ्यासहरू चाहिँ गर्दछौँ युनिको क्रममा। अनि अहिले यहाँनिर युनि लागि गर्न हामी गइरहेको पनि घेलौँमा पाल्मोको परम्परागत नै अनि अहिले युनि गरिरहेको छौँ र फापचेरिसीको चाहिँ अनि ध्यान साधनाहरू हामी गर्न गइरहेको छौँ। अनि त्यस कारणले अनि भोलि अनि बिस्तारै बिस्तारै केही दिन रहेको छ, त्यसमा अनि मैले जति सक्दो अनि आफूले जानेको ज्ञानहरू तपाईँहरूलाई म बाँड्ने प्रयास गर्नेछु। अनि भोलि चाहिँ मूल अनि युनिको विषयमा छुटकरी र अनि अष्टशीलको विषयमा चाहिँ तपाईँहरूलाई म भोलि परिचय दिनेछु। र अनि मैले एक कुरो बोलेर मात्र अलिकति म आफूलाई नै अप्ठ्यारो जस्तो लागिरहेको छ। अनि कोही बेला नि म पनि तपाईँहरूलाई केही प्रश्नहरू राख्नेछु अनि त्यसको आफ्नो मनमा जे आउँछ जस्तो आउँछ तपाईँले त्यो उत्तर दिन सक्नुहुनेछ। अनि तपाईँहरूको मनमा पनि जे प्रश्न आउँछ अनि त्यो प्रश्नहरू यहाँनिर मलाई राख्न सक्नुहुन्छ। त्यस कारणले नि प्रश्न उत्तर पनि बिचमा गर्दै अनि छलफलहरू गर्दै हामी यस अब 8 युने छागेको युनेलाई चाहिँ अनि एकदमै के भन्नु अब यसलाई, यस युने चाहिँ अब हामीले एक किसिममा गर्न पाइरहेको एकदमै सौभाग्य भन्न सकिन्छ, हामी स्वयंलाई अनि पुण्यवान भन्न सकिन्छ। अनि त्यस एउटा सुअवसर पाएकोलाई चाहिँ हामीलाई खेरो नफ्यालिकन त्यसलाई अब यो 15-16 दिनलाई चाहिँ पूर्णतः रूपले यसलाई सदुपयोग गर्नेछौँ र गर्नुपर्छ अनि गर्नुहोस् भन्दै आजको अनि 1-2 शब्द म यहीँ टुङ्ग्याउन चाहन्छु। अनि गल्ती भए, अशुद्ध भए अनि क्षमाको साथ लसो तुच्छे।